सम्पूर्ण सबैजनालाई भन्छ नि धामीको पनि एक दिन झाँक्रीसँग भेट हुन्छ। हो आज त्यस्तै नै भयो गेममा। गेम थियो डब्लिनमा, वर्ल्ड च्याम्पियन इन्डिया भर्सेस आयरल्यान्ड। तर के भयो थाहा छ, आयरल्यान्डले इन्डियालाई 1 रनले हराउँदै सिरिज नै 2-0ले कब्जा गरिएको थियो। अब आज 23 सेकेन्ड गेमको एनालाइसिस भित्र हामी प्रवेश गरौँ। आयरल्यान्डले जित्यो अनि रोज्यो ब्याटिङ, बनायो 154 रन 8 विकेटको क्षतिमा। प्ले भरि नै इन्डियाले एकदमै डिसिप्लिन बलिङ गर्यो, नियमित ब्रेक थ्रु निकालेको थियो। एक समय लागिरहेको थियो आयरल्यान्ड कम्फर्टेबल पोजिसनमा छँदै थिएन, तर ह्यारी टेक्टर द म्यान जसले चाहिँ एङ्करिङ गरे अनि बेन्जामिन जसले मोमेन्टम नै चेन्ज गरिदिए। होल गेम भरि नै आयरल्यान्डले कहिले पनि रिस्क लिएन, एक्सिलेन्ट स्ट्राइक रोटेसन गरिरह्यो, स्मार्ट रनिङ बिट्विन द विकेट थियो अनि लोअर अर्डरको कन्ट्रिब्युसनमा 114 रन 8 विकेटको क्षतिमा 20। त्यतिखेर लाग्दैन थियो 154 इन्डिया जस्तो ठुलो टिमले त्यति धेरै गाह्रो पर्नेछ भनेर, तर वास्तवमा डिफेन्डेबल टोटल बन्यो अन्तिममा गेम हेर्दा हेर्दै। अब सेकेन्ड इनिङ्सतिर जाउँ। 155 चाहिएको थियो कसलाई? इन्डियालाई। कसको एगेन्स्टमा? आयरल्यान्डको। तर भयो के भन्दा फर्स्ट ओभर सन्जु स्यामसन गोल्डन डक, डियर स्ट्राइकर अभिषेक शर्मा गोल्डन डक, 2 जना ओपनर पहिलो ओभरमा इन्डियाले गुमायो। त्यस पछाडि भने इन्डिया एकदमै प्रेसरमा पर्यो। देखि नै प्रेसरमा परेको इन्डिया तिलक वर्मा आउँछन् अनि त्यस पछाडि मिडल ओभर केही सम्हाल्न खोज्छन्, तर आयरल्यान्डले कहिले पनि सम्हाल्नै दिएन। मिडल ओभर आयरल्यान्डले कोल्याप्स नै गरिदियो। कहिले पनि म्याच विनिङ पार्टनरसिप बनाउनै सकेन। सबै बलिङ चेन्जेस थियो जुन आयरल्यान्डको एकदमै धेरै प्रपोज सहित थियो, एउटा उद्देश्य सहित थियो, एउटा लक्ष्य सहित थियो। इनिङ्स भरि नै आयरल्यान्डको बलिङ हार्ड लेन्थ, स्लोअर बल्स, चेन्ज अफ द फेस, डिसिप्लिन लाइन एन्ड लेन्थ, यो सबैले इन्डियालाई एकदमै गाह्रो बनाइरहेको थियो। एभ्री टाइम इन्डिया लुक टु टेक द कन्ट्रोल, आयरल्यान्ड जहिले पनि हाबी भइरहेको थियो। द्याट्स वाइ इन्डिया लस्ट द चेज। को गेममा रियल टर्निङ पोइन्ट भनेको विकेट लस छँदै थिएन, आयरल्यान्डको गेम एवेरनेस थियो। प्रेसर सिचुएसनमा उनीहरूले प्यानिक क्रिएट नै गरेनन्। ठुलो टिमको अगाडि पनि उनीहरू एकदमै सम्हालिएर खेलिसकेका थिए। आउटस्ट्यान्डिङ फिल्डिङ, स्मार्ट क्याप्टेन्सी र क्लिनिकल एक्जिक्युसनले इन्डियालाई अन्तिमसम्म कमब्याक गर्ने मौका नै दिएन। इन्डियाले जुन सम्मानजनक स्कोर बनायो त्यसको लागि धन्यवाद कसलाई भन्नुपर्छ भन्दा हर्षित राणालाई, जसले चाहिँ अन्तिममा आएर इन्डियाको आश जगाइदिएका थिए। नत्र इन्डिया कहिले पनि म्याचमा थिएन। त्यसरी आयरल्यान्डले सेकेन्ड T20I इन्डियाको एगेन्स्टमा जित्यो र आज केही फ्यान्टास्टिक वर्ल्ड रेकर्डहरू बनेका थिए। इन्डियाले पहिलोचोटि आयरल्यान्डसँग T20I सिरिज हारेको छ। आयरल्यान्डले फर्स्ट एभर बायोल्याट्रल सिरिज जितेको छ इन्डियाको एगेन्स्टमा। अर्को रेकर्ड भनेको सन्जु स्यामसन र अभिषेक शर्मा गोल्डन डकमा पहिलो ओभरमा गएको छन्। यो पनि पहिलो ब्याड रेकर्ड छ इन्डियाको लागि। इन्डियासँग बिगेस्ट स्टार थिए अभिषेक शर्मा, सन्जु स्यामसन, तिलक वर्मा लगायत डिफ्रेन्ट प्लेयरहरू थिए। तर आयरल्यान्डसँग के थियो भन्दा स्मार्टर क्रिकेट थियो। इन्डियाले प्रेसरमा ह्यान्डल गर्नै सकेन। आयरल्यान्डले प्रेसरमा मेन्टलनेस, कामनेस गुमाएन अनि गेम जित्यो। आज डब्लिनमा एउटा कुरा प्रमाणित भयो, T20Iमा कदले मात्र, स्टार्सले मात्र र नामले मात्र गेम जितिँदैन। T20Iमा गेम जित्नको लागि के चाहिन्छ भन्दा वेल एक्जिक्युसन चाहिन्छ, जुन आयरल्यान्डले देखायो। र कङ्ग्रेचुलेसन्स आयरल्यान्ड, हामी सँगसँगै भएको आयरल्यान्ड आज इन्डियाको एगेन्स्टमा गेम मात्र होइन सिरिज जितेको छ। थ्याङ्क यू।